हेलो हेलो सेवा हुआ सम्पूर्णमा वेलकम छ हजुरहरूलाई मेरो अर्को न्यू भिडियोमा। अनि हजुरहरूको दिन चाहिँ कसरी सुरुवात हुन्छ? मेरो चाहिँ भाँडा धोएर सुरुवात हुन्छ। म सधैँ बेलुकाको भाँडा बिहान धुन्छु। अनि म आज भाँडा धोइसकेर रागाको ठाउँ नसोरेको धेरै भएको थियो, अनि आज चाहिँ सोधिदिनु पर्यो भनेर सोध्नतिर लागेँ, सोध्दैछु। हामी फेरि बिहान उठेदेखिको बेलुकासम्म एकछिन बस्न पनि पाइँदैन, सास फेर्न पाइँदैन, तर काम पनि केही देखिँदैन। हेर्नु न, हाम्रो पाखाले फेरि घाँस भने एउटै खाँदैन, यति टाढा गएर घाँस ल्यायो होइन, पाहाड जति गिराएर सब खुरमुनि लगाइरहेको हुन्छ। अनि त्यसपछि म खाना बसाउनतिर लागेँ, आगो जोडेँ। अनि त्यसपछि म खाना बसाएँ। अनि खाना बसाएर पनि खाना पनि पाकिसक्यो साथीहरू। अनि त्यसपछि म तरकारी काट्नतिर लागेँ। आज चाहिँ हाम्रोमा के तरकारी छ भनेर देखिहाल्नुभयो साथीहरू। आज घिउला र आलु पकाउनु पर्यो भनेर। अनि हाम्रो अहिले तरकारी खासै छैन नि त, घिउला चाहिँ फलिरहेको छ अलिअलि। अनि एक घिउला र आलु नै बनाउनु पर्यो भनेर म तास्नातिर काट्नतिर लागेँ। अनि यो पछाडिको कपडालाई चाहिँ इग्नोर गर्नु ल साथीहरू। अनि त्यसपछि म पकाउनतिर लागेँ। अनि म तरकारी चाहिँ सादा सिम्पल नै पकाउँछु कि धेरै मसलाहरू एड गर्दिनँ। म सुरुमा पड्काउने भनेको मेथी, जिरा, के अरे ज्वानो, अनि त्यसपछि प्याज फुलाउँछु। अनि त्यसपछि सब्जी मसलाहरू लगाउँछु। त्यति नै हो मैले मसला एड गर्ने भनेको। मलाई धेरै मसलाहरू मन पर्दैन, सिम्पल पकाउँछु। अनि पाकि पनि सक्यो तरकारी, अनि खाइ पनि त्यसको भिडियो त मैले बनाइनँ। अनि आज चाहिँ हाम्रो घरमा पाहुना आउनु भएको थियो, नाना। अनि रोस बनाउने भयो, पुरा भयो। अनि त्यसपछि म रोस बनाउनतिर लागेको। हेर्नु न, मेरो हालत यस्तो भयो पसिना आएर। अनि हामी चाहिँ खानातर्फतिर लाग्यौँ, खाँदैछौँ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो साथीहरू। बाई बाई, अर्को भिडियोमा